अಯ್या बल्ल बल्ल धेरै मरियत्ते गरेपछि एउटा अनार जुस एउटामा तृतीय साउजीले कस्तो शीतलो भनेपछि ल हेर्दा धनी कति शीतलो भयो जिन्दगी त यही थियो रमाइलो भन्ने हुन्छ यार म त फेरि खोटाङ नजाने भयो नि यतै बसा छोड्दै जाइर खोटाङ फेरि त खोटाङ गइनिस् पनि यो कसरी किन्नु त यार किन्ने यार समस्या त्यहाँ पनि छ त यार होइन तिमी खोटाङ जाऊ तर कहिलेकाहीँ आऊ त्यो चाहिँ ठिक छ होइन अयो साउजीलाई पे गर्नै पर्छ नत्र फ्रीमा दिन्नन् डाँडाको साउजी होइन अनारको जुस खासै महँगो खान मन छैन अब 25 रुपियाँ फ्रुटी किनिदिए भनेको नाइ दाइ त हिँडेछ थाकिस् भनौँ अब किनिदिइहाल्यो भाइले ठिकै छ भन्ने भयो मलाई पनि फेरि अनारको लिची यहाँ पोमोग्रेनेट हो के त्यो त सबभन्दा यहाँभरिमा खतम एक्सट्रिम हो यहाँ फेरि है ए सबभन्दा खतम चिज भने यो हो जस्तो लाग्छ मलाई त्यही भएर मैले यो खाएको यो पहिला पहिला मैले अति धेरै खान्थेँ आजभोलि यसले मलाई साइड इफेक्ट गर्छ क्या फेरि खायो भने रातभरि निन्द्रा लाग्दैन त्यो भएर यो छोडेँ मैले आजभोलि एमा आछु निन्द्रा लाग्दैन लाग्दैन कि साँच्ची भनेको किन यो त्यो एक्सट्रिम खायो भने रातभरि सुत्नै सक्दैन क्याफिन हुन्छ कि त्यसमा धेरै सबभन्दा हाई क्याफिन हुन्छ खै एक्टिभ त मैले थाहा भएन मेरो भाइ सधैँ एक्टिभै हो त्यो भएर त्यो चाहिँ थाहा भयो नि तर निन्द्रा चाहिँ लाउन क्या त्यो कुरकुर कुरकुर यस्तो छ हामी कमल पोखरी आइपुग्यौँ तर यस्तो छ के गर्नु होइन अब त्यही हो खासै समस्या केही छैन त्यस्तो बाटोबाट मुद्द नमिल्ने हो मुद्दिहाल्यो ठिकै छ घाँटीमा सुत्नु मुद्ने ठाउँमा यो मुद्ने ठाउँ होइन भन्दै जाने अरे क्या आसिका धाम भने एकजना मुद्द कस्तो धाउ भयो यार दिस इज कमल पोखरी होइन अहिले खुल्ला हुन्न यो राति 8 बजे बन्द हुन्छ अनि बिहानको चाहिँ 5 बजे खुल्छ त्यो भएर यो फाल्ने डस्टबिन भेटाएको छैन मैले ल हुन्छ है